Good morning, guys. So grind begins. 5 बजे 5:10 भएछ म्यान 5:30मा निस्किनु पर्छ 5:36 and I'm ready to go. चलो guys, let's go. हिँड्दै जाने हो हिँड्दै जाँदा चाहिँ यसरी नै जान्छु म युजली बाई वक यहाँबाट मेट्रो स्टेसन नियरली तपाईँको कति पर्छ अब यसरी बिस्तारै गयो भने चाहिँ 10 मिनट अलिक छिटो गयो भने चाहिँ 5 to 7 मिनटमा पुगिहाल्छ हो अन्त त्यही हो अब अस्तिको भ्लगमा चाहिँ मैले अब मेट्रोबाट सिधै मलाई मेट्रोबाट टक्क गएर नै मलाई गर्नु मन लागेको थियो हो र आज चाहिँ अब यसरी गर्दैछु जिमहरूको त म खिच्दिनँ आज किनभने क्राउड पुरा हुन्छ हो खिच्नु पनि पाउँदैन अन्त कसरी गएको के गएको त्यही मात्रै हो अन्त त्यही हो गाइस म जहाँ काम गर्दैछु होइन 6 महिना भइसक्यो मैले काम गरेको जिमको नाम चाहिँ हो एनी टाइम फिटनेस हो जग्गा चाहिँ हो उत्तम नगर वेस्ट अन्त त्यही हो राम्रै छ जिम अन्त साह्रो त साह्रै छ किनभने अब म चाहिँ त्यहाँनिर चाहिँ एज अ जिटी ट्रेन गर्छु जिटी मिन्स जेनरल ट्रेनर एन्ड पिटी मिन्स पर्सनल ट्रेनर खासमा मलाई चाहिँ पर्सनल ट्रेनर गर्नु भनेको थियो हो फर्स्टमै तर आई डिनाइड किनभने चाहिँ पर्सनल ट्रेनरहरूको चाहिँ स्यालेरी हुँदैन क्या गाइस पर्सनल ट्रेनरको स्यालेरी हुँदैन गाडी हेर्नुपर्छ तर पर्सनल ट्रेनरको चाहिँ के हुन्छ भने चाहिँ पर्सनल ट्रेनरले चाहिँ क्लाइन्टहरू पाउँछ होइन पर्सनल ट्रेनिङ दिनु पायो अन्त उनीहरूको चाहिँ अब क्लाइन्टको जति आउँछ पैसा अब सेसन वाइज हुन्छ नि त त्यसको चाहिँ कम्पनीले 50% अन्त आफूले चाहिँ 50% तर त्यो 50%मा 3% जस्तो जिएसटी काटिन्छ हो तर पर्सनल ट्रेनरमा के छ भने चाहिँ राम्रो चाहिँ सेसन दियो अलिकति रिल्याक्स हो अब त्यस्तो हुन्छ तर म चाहिँ अब जिटी पनि गर्दैछु पिटी तर मलाई पहिल्यै भनेको थियो वाइल डुइङ जिटी अल्सो यु क्यान डु पर्सनल ट्रेनिङ इफ यु गेट क्लाइन्ट्स होइन इफ यु क्यान पिकअप क्लाइन्ट्स तर देयर विल बी नो ट्रायल माथि रिसेप्सनबाट हामीलाई ट्रायल त्यो पिटी ट्रायल दिँदैन फ्लोरकै उठाउनु पऱ्यो मैले फर्स्टै महिना उठाइदिएको थिएँ 2टा अन्त फेरि मलाई अप्रोच गरिरह्यो डु यु वान्ट टु प्रमोट भनेर हो नो किनभने म जेनरल ट्रेनरको चाहिँ स्यालेरी हुन्छ नि त गाइस 15 to 20,000 चाहिँ स्यालेरी फिक्स्ड हुन्छ तर जेनरल ट्रेनरमा चाहिँ ग्राइड अलिकति अब ग्राइड चाहिँ अलिकति डरलाग्दै हुन्छ क्या किनभने 8 आवर्स कन्टिन्यू फ्लोरमा बस्नु पऱ्यो हो अन्त मैले जुन त्यो एक्स्ट्रा अब पिटी गराउँछु त्यसको चाहिँ मलाई सिर्फ 35% पाउँछ 35%मा पनि 2 to 3% जिएसटी काटेर चाहिँ 31% पाउँछ सपोज पिटीले पर्सनल ट्रेनरले 15,000 को पेमेन्ट गर्यो भने उनीहरूले अराउन्ड 7,400 पाउँछ वेयरएज मैले 15,000 को पेमेन्ट गरायो भने मैले त्यस्तै 5,500 पाउँछु हो इन्क्लुडिङ माई स्यालेरी त्यस्तो हुन्छ तर म्यानेज गर्नु हेर्दै साह्रो पर्छ गाइस म चाहिँ अहिलेसम्म पनि जिटिपिटी नै गर्दैछु भगवान्को दयाले चाहिँ क्लाइन्टहरू पाउँदैछु हो अब अलिकति त्यही हो अब रियालिटी त्यस्तै छ क्या अब ट्रेनरको लाइफ चाहिँ अब यस्तै हो गाइस हो त्यही हो आज हिँड्दैछु 5-6 दिन बाद किनभने म टोटोमै जाँदै थिएँ तर टोटो अघि भने त 15 मिनट जस्तो चाहिँ अब पर्खिदिनु पर्ने हो बेस्ट बरु वकै ठिक छ हो जाइ हुँदैछ उता यस्तो सही बाटो त्यही हो आज चाहिँ अब त्यही भनेको मैले अब होइन पेमेन्टहरू के छ कसो छ होइन स्यालेरीहरू कस्तो हुन्छ
एउटा अब रियालिटी भन्यो पनि होइन। अन्त त्यही हो, अब मेरो घरबाट अलिकति जिम छेउ भए चाहिँ म पिटी गर्थेँ फेरि। किनभने पिटी गर्नु चाहिँ फाइदा चाहिँ अब म त स्ट्रेट सिफ्ट गर्छु नि त, 6 बजेदेखि लिएर 6 AM इन द मर्निङ टु 2:30 हो, 8 घन्टा हो खास चाहिँ, तर यताउता अब निस्किँदा हुँदा 2:30 भइहाल्छ। अन्त त्यस्तो हो। अन्त अब 8 घन्टा हो सिफ्ट होइन। अन्त पिटी गर्दाखेरि चाहिँ तपाईँको के हुन्छ भन्दा चाहिँ 6 गरेर भने पनि 7 to 11 गर्दा भयो मर्निङ हो। त्यहाँदेखि फेरि घर आयो हो, किनभने 11 बजीदेखि उता त त्यस्तो क्लाइन्टहरू पनि हुँदैन नि त। त्यहाँदेखि चाहिँ तपाईँको फेरि 6 बजीदेखि 10 बजी 11 बजीसम्म त्यसो स्प्लिट ड्युटी गर्दा हुन्छ। तर मलाई चाहिँ त्यो चाहिँ अलिकति साह्रो पर्छ, किनभने ट्राभल गर्नु अलिकति प्रब्लम हुन्छ। मेट्रोमा आउनु फेरि जानु, अलिकति रेस्ट पनि चाहियो बडीलाई, वर्कआउट पनि गर्नु पऱ्यो हो। अन्त जति छ ठिकै छ, भगवान्को दयाले जति कमाउँदैछु होइन, आइएम अब ह्याप्पी एन्ड सेटिस्फाइडै भनौँ न। हुनु त अब हेभी कमाउँछ गाइस, महिनामा 2 लाखहरूको सेल दिन्छ ट्रेनरहरूले हो। तर अब त्यो हेरेर उता त्यो आफूलाई डिमोटिभेट गर्दिनँ म, किनभने मैले जति दिँदैछु जिमलाई त्यति नै पाउँदै पनि छु। आइ एम भेरी ह्याप्पी। अन्त आइ एम भेरी प्यासनेट अबाउट दिस जब होइन। हुनु त अब एउटै रुटिन मोनोटोनस हुन्छ यसरी बिहान उठेर हो, अब बेलुकाको सिन देखाइहालेँ त्यस्तो हुन्छ हो। तर पनि ठिक छ गाइस, यस्तै हो नि त, अब काम भन्ने गर्नै पर्छ। त्यही हो, अब ग्राइन्ड बिना चाहिँ देयर इज नो मनी, इजी मनी छैन हो। हेरौँ अब लाइफले अब कहाँदेखि कहाँ पुऱ्याउने हो गाइस। सो यस गाइस, मेट्रो आउनु आँट्यो। ठिकै छ, आजको लागि यति नै गाइस, सी यू। सो गाइस 5:55 मा चाहिँ म पुगेँ। बिहानै मेरो 1647 स्टेप्स चाहिँ क्लियर भएछ हो। तर निन्द्रा पनि लाग्दैछ त मलाई चाहिँ। वेटिङ फर द मेट्रो है। अब यसमा चाहिँ अब आउँछ 5-6 मिनटमा, चढेर चाहिँ जाने हो। 2टा स्टेसन क्रस गरेर चाहिँ पुग्छु। त्यो यस्तै बिहानको क्राउड।